हेलो साथीहरू, सेवा नमस्ते। हौवा म चाहिँ कोदाली काँधमा बोकेर फेरि पनि सघाउनु जाँदैछु। आलु होइन मकै दोहोर्नुको लागि। घरदेखि चाहिँ म निस्किसकेँ साथीहरू। अनि मेरो ब्लग चाहिँ स्टार्ट गरिसकेँ। अनि के कस्तो हुनेछ आजको दिनचर्या हजुरहरूलाई म देखाउने नै छु। अनि मेरो भ्लग हेरेर साथ सपोर्ट गरिदिनु होला भन्दै म चाहिँ खेताला जाँदैछु। के कस्तो हुनेछ हजुरहरूलाई म देखाउने नै छु। म चाहिँ बारीमा आइसकेँ साथीहरू। पहिले हो 16 गते पनि 17 गते एउटाका आलु खाने बन्दना आएको 30 गतेदेखि मात्रै पनि आफू साउन लागेपछि फनिटार खनिँदैछ भन आज हो कान्छा कान्छी मनिला गुरुङले 4 जनाले 4 दोकान। हेलो गाइस, त्यो 500 पैसा चाहिँ मलाई दिनु न। 500 छैन है, 1000 रुपैयाँ चिनेको भए चाहिँ दिन्थेँ म। अब चिनेन 1000 छ हैन, अनि 6000 दिएन। तपाईहरु पनि 2 मिनेट निशानाको चाहिँ टाउको दुखेर चुप्पो पानी कम त्यस्तो घाममा मेरो अर्को दिन पस्किने चाहिँ ढाक पस्किने चाहिँ यति त खानु न, फेरि कमजोरी भएर जानु पर्छ। त्यो ठक्ठो गर्दा हेर दाम बसेको है ठक 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 नगर्नु। चाँदीको यो चाहिँ यस्तो रहेछ हौ। यो चाहिँ यहाँ के हो त्यो के भन्छ एउटा अर्को कस्तो दामी र ढुङ्गा मिसाएर अचार है साथीहरू। यहाँ चाहिँ अमला अनि मेस के भन्छ यो चाहिँ मुलाको। अनि यो चाहिँ मेहेल टिमुर खोर्सानी। अनि यहाँ चाहिँ के हो जानिन साथीहरू। हेर्नुहोस् है चाहिँ अचारहरू चाहिँ थारामा पानी थाप्नु पनि आएको छु साथीहरू। हामी चाहिँ साथीहरू खाजा खाएर आएर खानु थाल्यौँ। यो भन्नु न। मेरो चाहिँ नयाँ पन्जा छ। नयाँ हो मेरो पनि निशानाको पनि नयाँ हो। हाम्रो एकसाथ हो साथीहरु हामीलाई सम्पर्क गर्नु होला। ल हामीले विदेशबाट अनलाइनमा मगाएको साथीहरु। यो चाहिँ नेपालमा हतपति पाइदैन। दुईजनाले मात्रै हामी चाहिँ यो लाउँछु। एम भाप एकले पठाइदिएको ल मेसीको फेनहरुले पठाइदिएको हामीलाई त निशानालाई ल तपाईहरुलाई त पठाइदिँदो रहेछ। हामीलाई त पठाउने मान्छे नि छैन हौ। पानी परिरहेका छन् तर हामी चाहिँ ओर्दै भए हामी खनी नै राख्दैछौँ। झाड उखाल्दै
मिसन राई भित्तामा खन्दै हामी चाहिँ झार उखाल्दै बेलुकाको समयमा पानी आयो। लु हजुर लु अब चाहिँ छुट्टी पाइयो एकदम राम्रो। तर मकै चाहिँ बिचैमा भएर अब चाहिँ सबैजनालाई छुट्टी। तपाईँहरू चाहिँ उता जानु होला, म चाहिँ उद्धो जान्छु। समय एकदम मिलाउनुपर्छ, नमिलाइ त हुँदैन। गर्दैन र त नपाएको बेलामा मेरो छिटो काम सकौँ भनेको बेलामा नाच्नु पर्ने छ। लु अब चाहिँ छुट्टी गरेको र तैँले पानी पऱ्यो। लु जानु है तपाईँहरू, मखानी गएको यतैबाट। बाई बाई बाई। अब छुट्टी भयो तर यस्तो पानी परिरहेको छ। म चाहिँ भिडियो बनाउँदै हिँड्दैछु। छुट्टी